साथीहरू आज चाहिँ हाम्रो ग्रेजुएसन फेयरवेल प्रोग्राम भएको छ। यो हाम्रो जिज्ञासा झिगाए हो, यो भावा नै हो। मैले त्यस्तो बल्ल बल्ल मेकअप गरेर आएको सब पसिना यो गर्मीमा त मेकअप गरेर खासै कत्रो छैन के हो भनेर खासै राम्रो छ। ल हामी अब आउटफिट देखाउँछु। हेलो गाइस, आज रहेको छ हाम्रो ग्रेजुएसन फेयरवेल प्रोग्राम जुन चाहिँ लर्ड पार्टी प्यालेसमा भइरहेको छ। अनि त्यस पछाडि आज भ्लग बनाउनु गइरहेको छु। के बनाउँछु मलाई थाहा छैन, तर आई ट्राई माई बेस्ट टु क्याप्चर दिस मेमोरी। यहाँ पछाडि छन् ब्याकग्राउन्डमा दुईजना साथी मित्रहरू। साजना डन हो डन। साथीहरू हेर्नु, यहाँ अरूको फेरि यहाँ छुट्टै पारा छ, कोही कोही यहाँ हम्किँदै छ नि। तर यो हेड के अरे त्यो हम्किँदै हो, ए हम्किँदै छ। कोही फोटो खिच्दैन, व्यस्त छन्। के भन्नु र, सारी मिले होइन आफ्नो कपालै नदेखिने यस्तो काटेर यो लादा Everything I do, so instinctive and so passionate. Every word I move, so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, and that's speeding fast, I can roast, I can gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, and delirious, mysterious, because you are behind the fake exterior, inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains that last, and to believe in what you got, it was built to last. हुन्छ नि, हेर्नु चाहिँ गाह्रो डर तामाला हो त्यो। अहिले भन् त, अहिले भन्, अहिले मेरो डेफिनेसन के त? त होइन, अहिले अपोजिट हो न, अपोजिट हेरिरहँ जस्तो लाग्छ तँलाई अहिले मलाई। पहिला त हेर्ने बित्तिकै के भन्छ अरे गएर भिटाल्नु मन लाग्छ, अहिले त अङ्गाला हाल्नु मन लाग्छ। आउ न त अङ्गाला। हाम्रो क्लासका केटाहरू आइरहेछन्, 3टा नौजवान लड्काहरू। 3जना हाम्रो यति मात्र हो है साथीहरू हाम्रो क्लासका। ल यिनीहरूसित भिडियो बनाउनु पर्छ साथीहरू। यिनीहरू आए ठिक छ नि, तिमीहरूको के छ? ग्रेजुएसन भयो, हामीले त लाउने बाँकी छ।
एउटा कन्फेसन पाएछु होइन, अ फ्रेन्ड टु अल इज अ फ्रेन्ड टु नोन एन्ड यु सुड नो द्याट बेटर कृतिका भनेर कसले राखेको रहेछ। हाम्रो यहाँ जुनियर, हामी यहाँ खाना खाँदैछौँ, जुनियर भाइले लिएर आएर दियो यो मलाई। थ्याङ्क यू। फर्स्ट टाइम इन द यो 4 वर्षभरिमा सुलोचनाले यो दही लिएर आइदियो कि खानेकुरा ल्याइदियो कि फर्स्ट टाइम हो कि न भाइ? फर्स्ट टाइम ल्याइदियो कि यो खानेकुरा हामीलाई। कहिले ल्याउन यसले जत्र नत्र अरूलाई मात्र काम लाउँछ। काम लाग्यो अनि यस्तो भइरहेछ, मौसम यस्तो छ। यहाँ पछाडि फोटो खिचिरहेछ। यहाँ हेर, यो बिच डार्लिङ यता छ। हाम्रो यहाँ एटलान्टिकको एउटा बोर्ड पनि लागेको छ, यहाँ यस्तो लेखाएको छ एटलान्टिक लेखेको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले। अरूले सबजना यहाँ माथि नाचिरहेछन्, डान्स भइरहेछ दामी। सोना मैले तिमीलाई कस्तो लागिरहेछ? बवाल लागिरहेछ। किन बवाल लागिरहेछ ल साथीहरू, हामी चाहिँ अहिले लर्ड प्यालेसमा छौँ, हेर्न सक्नुहुन्छ कति रमाइलो छ यहाँ। अनि रमेश, तिमीले चाहिँ मलाई होइन आजको 5 वर्षमा कहाँ देख्छौ त भन न त? बिहा गरेर गएन भने त्यही तारकेश्वरमा देख्छु, बिहा गरेर गयो भने कहाँ देख्छु थाहा छैन। तिम्रो एन्सर मिलेर भयो। म त 5 वर्षपछि तँलाई सेकेन्डवाला बेबी सावरमा भेट्छु। ओ माई गॉड, है तेरो फेरि। बेबी सावर तिमीले मलाई 5 वर्षपछि कहाँ देख्छौ? छोरीको 5 दिनमा बनाउँछु ल गाइस। तिम्रो छोरीको कुरा नगर न, मलाई 5 वर्षपछि तिमीले कहाँ देख्छौ भन न। मैले तिमीलाई 5 वर्षपछि राम्रै ठाउँमा देख्छु होला। कहाँ राम्रो भने फुलै फुलको बगैँचामा? 6औँ 8औँ लेभलतिर होइन। ल धन्यवाद। अनि प्रशान्त, तिमीले मलाई अबको 5 वर्षमा कहाँ देख्छौ ल भन न त? पहिला कुरा तिमी सक्सेस भएको देख्न चाहन्छु। अनि त्यो भयो भने आफ्नो मलाई पनि राम्रो लाग्छ। अनि मेरो साथी यस्तो पोजिसनमा छ भने मैले बाहिर भन्नु छ, हुन्छ नि, गर्वको कुरा हुन्छ नि त। जस्तै कसैले मलाई यो काम गर्न छ, कोही चिनेको छ मान्छे भनेर त्यो ठाउँमा तिमीलाई म देख्न पाऊँ। थ्याङ्क यू। अनि सुले, तैँले मलाई अबको 5 वर्षमा कहाँ देख्न चाहन्छस् ल भन? तेरो सपना जे छ त्यही देख्न चाहन्छु। मेरो सपना के छ? ब्याङ्क म्यानेजर। अनि सिटु, तिमीले मलाई अबको 5 वर्षमा कहाँ देख्न चाहन्छौ ल भन? मेरो बिहेमा अब 5 वर्षपछि गर्छस्? हे तेरी गाइज, यसले डुबाउने भयो त। 5 वर्षसम्म त म कुरेर बस्न सक्दिनँ यार। तिमी बिहा गर न, मेरो लागि कुनै पर्दैन नि। ल गाइजहरू, अब म माथितिर गइरहेको छु र यहाँ हाम्रो साथीहरू मित्र 2 जना हुनुहुन्छ। म उहाँहरूलाई नि यो क्वेसन सोध्न गइरहेको छु। आसनाजी, हजुरले अब मलाई अबको 5 वर्षमा कहाँ देख्न चाहनुहुन्छ भन्नु ल? एकदम सक्सेस, धेरै ठुलो केही गरेको ल। साथीहरू, म हजुरलाई एउटा यस्तो मित्रलाई भेट्न गइरहेको छु। उहाँ चाहिँ जहिले नि कि त मेरो अगाडि कि त पछाडि पर्नुहुन्थ्यो एक्जाममा, किनभने उहाँको नाम पनि केबाट स्टार्ट हुन्छ? वेलकम कसम। हेलो, तिमीले मलाई अबको 5 वर्षमा कहाँ देख्न चाहन्छौ भन न त ल? कृतिकालाई म चाहिँ एकदम प्रगति भएको देख्न चाहन्छु। अनि जिन्दगीमा हामी भेटिरहौँ बेला बेला। अरू दिन नपर जिन्दगीमा। एक्जाम त पर्छ यार दोस्त। साथीको विशेषहरू चाहिँ सबै पुरा भएको देख्न 5 वर्षमा। अनि तिमीले चाहेको चाहिँ सबै पुरा होस्, तर मेन कुरा चाहिँ तिमी जिन्दगीमा राम्ररी हाँस्ने खुसी रहनु पर्यो। मेन्टल पिस चाहियो। हस्, धन्यवाद।